नेपालको पूर्वी कुनामा एउटा जिल्ला छ जहाँ संसारको तेस्रो अग्लो हिमशिखर कञ्चनजङ्घाले आकाश छुन्छ र त्यही हिउँबाट बग्ने पानीले भोलिको नेसनल ग्रिडलाई बिजुली दिने तयारी भइरहेको छ। यो जिल्लाले एउटै समयमा चीनसँग र भारतसँग सीमा जोड्छ। यहाँ फल्ने अलैँचीले देशको सबैभन्दा ठूलो एक्सपोर्ट आम्दानी ल्याउँछ। तर यति धेरै सम्भावना हुँदाहुँदै पनि यो जिल्लाका केही गाउँहरूमा अझै पनि इन्टरनेट पुगिसकेको छैन। नमस्कार, म रूपेश भट्टराई। पी फर पैसाको आजको एपिसोडमा तपाईहरूलाई स्वागत छ। आज हामी कुरा गर्दैछौँ ताप्लेजुङ जिल्लाले देशको अर्थतन्त्रमा पुर्याउन सक्ने सम्भावनाको बारेमा। ताप्लेजुङ कोशी प्रदेशको सबैभन्दा उत्तर पूर्वी जिल्ला हो र क्षेत्रफलका हिसाबले नेपालको तेस्रो ठूलो जिल्ला हो। करिब 3646 वर्ग किलोमिटरमा अवस्थित यो जिल्लाको उत्तरमा चीन, पूर्वमा भारतको सिक्किम, दक्षिणमा पाँचथर र तेह्रथुम र पश्चिममा सङ्खुवा सभा जिल्लाहरू अवस्थित छन्। यहाँको उचाइ समुद्री सतहबाट 670 मिटरदेखि लिएर 8586 मिटरसम्म फैलिएको छ। यो भिन्नताले नै ताप्लेजुङलाई कृषिदेखि हिमाली पर्यटनसम्म विविध सम्भावनाहरू भएको जिल्ला बनाउँछ। ताप्लेजुङको मुटु हो कञ्चनजङ्घा संरक्षण क्षेत्र। झन्डै 2035 वर्ग किलोमिटरमा फैलिएको यो क्षेत्रमा हिउँ चितुवा, रातो पाण्डा, हिमाली कालो भालु र दुर्लभ चराचुरुङ्गीहरू बस्छन्। यो क्षेत्र युनेस्को स्तरको जैविक विविधताका लागि चिनिन्छ, जसले वैज्ञानिक अनुसन्धान र इको टुरिज्म दुवैको लागि ढोका खोल्छ। तमोर नदी यस जिल्लालाई पूर्व पश्चिम विभाजन गर्दै बग्छ र यसका 60 भन्दा बढी सहायक खोलाहरूले वर्षभरि निरन्तर पानीको प्रवाह दिन्छन्। यो नै हो जिल्लाको जलविद्युत सम्भावनाको आधार। हिमाली हिउँले ढाकिएको जलाधार क्षेत्रले वर्षैभरि दिगो जल प्रवाह सुनिश्चित गर्छ, जुन हाइड्रो पावर लगानीका लागि विशेष आकर्षक तत्त्व हो। पाथिभरा देवीको मन्दिर हिन्दू समुदायको धार्मिक आस्थाको केन्द्र हो। वर्षैभरि हजारौं तीर्थयात्रीहरू नेपाल साथसाथै भारतबाट त्यहाँ पुग्छन्, जसले धार्मिक पर्यटनलाई पनि जिल्लाको अर्थतन्त्रसँग जोड्छ। ताप्लेजुङ नेपालकै सबैभन्दा धेरै अलैँची उत्पादन गर्ने जिल्ला हो। झन्डै 4500 हेक्टर जमिनमा वार्षिक 2400 देखि 2800 टनसम्म अलैँची यसले उत्पादन गर्छ। कालो सुन भनेर चिनिने यो मसला विश्वको तेस्रो महँगो मसला हो र नेपालको कुल कृषि निर्यातमा यसको ठूलो हिस्सा छ। यसबाहेक चिराइतो, कुतकी, बिखमा जस्ता जडीबुटीहरू यहाँका जङ्गलमा प्रशस्त मात्रामा पाइन्छन्, जुन औषधि उद्योगहरूका लागि उच्च माग भइरहेको कच्चा पदार्थहरू हुन्। चियाबारी पनि यही क्षेत्रमा फस्टाउँदै गइरहेको छ। तर सबैभन्दा ठूलो अप्रयुक्त सम्पत्ति भनेको जलस्रोत हो। विद्युत विकास विभागका अनुसार हाल तमोर, मेवाखोला र काबेली नदीहरूमा गरी 16 भन्दा बढी जलविद्युत आयोजनाहरू निर्माणाधीन छन्। यसबाट झन्डै 1654 मेगावाट विद्युत उत्पादन हुने प्रक्षेपण छ। अप्पर तमोर र अप्पर तमोर ए जस्ता आयोजनाहरूले यसलाई पहिले नै राष्ट्रिय चासोको केन्द्र बनाइसकेका छन्। यसबाहेक कागती खेती, जुनार, सुन्तला खेती र पशुपालनका लागि उच्च पहाडी खर्कहरू पनि यहाँको ग्रामीण अर्थतन्त्रको अंश हुन्। आजको ताप्लेजुङको अर्थतन्त्र मुख्यतः कृषिमा आधारित छ। धान, मकै, कोदो, गहुँ र तरकारी खेतीहरू, अलैँची र जडीबुटी नगद आम्दानीको प्रमुख स्रोत हुन्, तर मूल्यमा ठूलो उतार चढाव आउने गर्छ। कहिले प्रति किलो 2500 रुपियाँसम्म पुग्ने अलैँचीको मूल्य कहिलेकाहीँ 500 मै रोकिन्छ, जसले किसानलाई अनिश्चितताको जोखिममा पार्छ। पर्यटन बिस्तारै बढ्दैछ, विशेष गरी कञ्चनजङ्घा बेस क्याम्प ट्रेक र पाथिभरा दर्शनका लागि आउने पर्यटकहरूका कारण। तर पूर्वाधारको कमीले यसलाई अझै पनि साँघुरो दायरामा सीमित राखेको छ। वैदेशिक रोजगारीबाट आउने रेमिटेन्सले पनि घर परिवारको आम्दानीमा ठूलो भूमिका खेल्छ। यो धेरै पहाडी जिल्लाहरूको साझा यथार्थ हो। समग्रमा जिल्लाको अर्थतन्त्र प्रशस्त प्राकृतिक सम्पदाको तुलनामा अझै सानो र कच्चा स्तरमा सीमित छ। पशुधन र एक्सपोर्ट भ्यालु चेनको अभावले किसान र स्थानीय व्यवसायीले पूरा मूल्य पाउन सकिरहेका छैनन्। अब कुरा गरौँ ताप्लेजुङमा लगानी कहाँ कहाँ भइरहेको छ, कहाँ कहाँ गर्ने, किन गर्ने र इन्भेस्टमेन्टको रिटर्न कहिले कसरी फिर्ता आउँछ।
तमोर, मेवा खोला र काबेली जस्ता नदीहरूमा वर्षैभरि बग्ने हिउँमा आधारित पानीले यसलाई मिडियमदेखि लार्ज स्केल हाइड्रो पावर लगानीका लागि उपयुक्त बनाउँछ। हाल 16 भन्दा बढी आयोजना निर्माणाधीन रहेकोले यो क्षेत्र पहिले नै प्रुभन ट्र्याक रेकर्ड भएको मानिन्छ। लगानीको स्तर ठूलो करोडौंदेखि अरबौंसम्म हुन्छ र रिटर्न लङ टर्म पावर पर्चेज एग्रिमेन्ट मार्फत आउने गर्छ। मुख्य जोखिम भनेको ट्रान्समिसन लाइन जडान, भूकम्पको जोखिम र निर्माण अवधिको समयावधि लामो हुनु हो। अहिले 99% अलैँची कच्चै रूपमा इन्डियामा निर्यात हुन्छ। प्रशोधन नभएकै कारण किसानले पूरा मूल्य पाउँदैनन्। स्थानीय बजारमै ड्राइङ, ग्रेडिङ र प्याकेजिङ गरी बेच्ने हो भने निर्यातमा यसको मूल्य बढाउन सकिन्छ र खाडी मुलुक जस्ता देशहरूमा पनि नयाँ बजारको एक्सेस दिन सकिन्छ। कञ्चनजङ्घा बेस क्याम्प ट्रेकिङ, कञ्चनजङ्घा संरक्षण क्षेत्र र पाथिभरा दर्शनका लागि आउने ट्रेकर र तीर्थयात्रीहरूको सङ्ख्या पनि बढ्दो छ। लज, होमस्टे, गाइडेड ट्रेकिङ सर्भिसेस, होटल आदि जस्ता क्षेत्रहरूमा लगानी गरियो भने आम्दानी सिजनल हुन सक्ला तर स्थिर हुन्छ। चिरैत जस्ता जडीबुटीहरू भारत र चाइना दुवैतर्फ माग रहेको उच्च मूल्य उत्पादन हो। सङ्कलन, प्रशोधन र एक्सपोर्ट पर्मिट प्रक्रिया व्यवस्थापनमा लगानी गर्ने हो भने किसान र व्यापारी बीचको बिचौलिया लागत घटाउन सकिन्छ। रिटर्न अपेक्षाकृत छिटो आउन सक्छ तर सीमा नियमन र ट्रान्सपोर्ट लागत प्रमुख बाधा हुन्। पुङलिङ र मुख्य व्यापार मार्गमा कोल्ड स्टोरेज तथा कलेक्सन सेन्टर स्थापना गर्ने हो भने कृषि उत्पादन बिग्रिनबाट बच्छ र मूल्य स्थिरता ल्याउन मद्दत हुन्छ। यो मिडियम स्केल लगानी हो जसको रिटर्न इन्फ्रास्ट्रक्चर सुधारसँगै बढ्दै जान्छ। पुङलिङ मेची राजमार्ग मार्फत बाँकी ठाउँहरूसँग जोडिएको छ र सुकेटार विमानस्थलले हवाई पहुँच दिएको छ तर धेरै दुर्गम गाउँहरू जस्तै ओलाङचुङगोला, घुन्सा, फाले आदिमा अझै पनि 4G इन्टरनेट पुगेको छैन र सिङ्गल लेन बाटोले यातायात लागत पनि बढाएको छ। सरकारले ताप्लेजुङलाई चीनसँग सडक जडानको प्राथमिकता दिएको छ र त्यो पूरा भएमा सीमा व्यापार तथा जलविद्युत ट्रान्समिसन दुवैलाई गति मिल्नेछ। तर इमान्दार भएर भन्नुपर्दा ताप्लेजुङ सजिलो ठाउँ अझै पनि छैन। दुर्गमता, मौसमी पहुँच अवरोध, सञ्चार पूर्वाधारको कमी र कृषि उत्पादनको मूल्य अस्थिरता वास्तविक चुनौती हुन्। कुनै पनि लगानीकर्ताले यी कुराहरूलाई गम्भीरतापूर्वक आफ्नो योजनामा समावेश गर्नु पर्दछ। ताप्लेजुङको पानी, माटो र भूगोलले जे सम्भावना देखाउँछ त्यो नेपालको समग्र ऊर्जा र कृषि उत्पादन निर्यात रणनीतिको एउटा महत्त्वपूर्ण अंश बन्न सक्छ। पूर्वाधार जोडिँदै जाँदा यो हिमाली जिल्ला बिस्तारै आफ्नो साँचो आर्थिक सम्भावनातर्फ अघि बढ्दै जानेछ। यस्तै खालका जिल्लाका आर्थिक सम्भावना बुझ्न चाहनुहुन्छ भने फेसबुक पेज पी फर पैसालाई फलो गर्न नबिर्सिनुहोस् र कमेन्टमा लेख्नुहोस् तपाईँ संसारको कुन कुनाबाट यो भिडियो हेर्दै हुनुहुन्छ र तपाईँ नेपालको कुन ठाउँबाट हुनुहुन्छ। फेरि भेटौँला। धन्यवाद।